भगवान शिवलाई चढाउने बेलपत्ताको महत्व अनि आन्तरिक अर्थ। शिव महापुराण मुताबिक बेलपत्ताको रुख महादेवकै साक्षात स्वरूप मानिन्छ। त्यसै कारण देवताहरूले पनि यसको पूजा भक्ति भावसित गर्छन्। यसको महिमा सजिलै जान्न पनि सकिँदैन। तिनै लोकको प्रसिद्ध तीर्थ बेलको बोटको जरामा हुन्छ भनेर शिव महापुराणमा वर्णन गरेका छन्। यदि यसको फेदमा शिवलिङ्ग सम्झी वा राखेर पूजा गरेमा साक्षात शिवको प्राप्त हुन्छ भनेका छन्। बेलको फेदमा आफ्नो टाउको पानीले भिजाउँछ सबै तीर्थमा स्नान गरेको बराबर हुन्छ। अनि जसले बेलको फेदमा हरेक दिन पानी लगाउँछ ऊसित भगवान शिव धेरै खुसी हुन्छन्। जुन भक्तले सधैँ चन्दन फुलले बेलको फेदमा पूजा गर्छन् उनी मरेपछि पनि सोझै शिवलोकमा जान्छ अनि त्यस लोकमा पनि उनी एकदमै खुसी भएर बस्छन्। हाम्रो सबै प्रकारको पाप मेटाउनको निम्ति बेलको हाँगा समाएर नयाँ पात टिपेर बेलको पूजा गर्नुपर्छ। जसले सधैँ बेलको बोटको फेदमा श्रद्धापूर्वक बत्ती बाल्छ त्यो मान्छे तत्त्वज्ञानी बन्दछ अनि शिवमा लीन हुँदछ। बेलको फेदमा कुनै शिव भक्तलाई प्रेमपूर्वक भोजन मात्र गराउनाले पनि असीम पुण्य प्राप्त आर्जन गर्दछ। अझ शिव भक्तलाई बेलको फेदमा राखेर खिर र घिउले बनेको अन्न दिन्छ भने त्यो व्यक्ति कहिले पनि गरिब हुँदैन भनेर शिव महापुराणमा वर्णन गरेका छन्। बेलको एउटा डाँख्लामा 3वटा पात हुन्छ। यसले के सङ्केत गर्छन् भने ब्रह्म विष्णु महेश एकै हुन्। सृष्टि गर्दा ब्रह्म भनियो र आफूले गरेको सृष्टिलाई पालन पोषण गर्दा विष्णु भनियो अनि त्यही आफ्नो सृष्टिलाई परिवर्तन गर्ने प्रक्रियालाई संहार अर्थात् प्रलय गरिँदा उहाँलाई रुद्र भनियो। हरेक सृष्टिको हृदयमा बस्दा उहाँलाई शिव भनियो। आफ्नो सृष्टिद्वारा आफैलाई पूजा आराधना गर्दा महादेव भनियो। देव दानव र भक्तहरूको प्रिय हुँदा उनलाई भोलेनाथ भनियो। यसरी जुनै अवस्थामा अनि हरेक वस्तु र स्थितिमा पनि साथै धेरै रूपमा भए तापनि एउटै ईश्वर रहेछ भनेर जानेर बुझेर भगवान शिवलाई बेलको पात चढाएको हो। बेलको पातले 3वटा गुणको पनि सङ्केत गर्छ। त्यो हो राजसिक, तामसिक र सात्विक। राजसिक गुण बेल पत्ताको पहिलो पातले राजसिक गुणको सङ्केत गर्दछ। राजसिक गुणले हाम्रो शरीरको शक्ति ताकत बुझाउँछ। यो राजसिक गुणले मानिसलाई तपस्या मेहनत गर्न, सङ्कल्प गर्न, कमजोर प्राणीलाई सहायता गर्न, मनलाई ईश्वर भक्तिमा लगाउन र मुक्ति प्राप्त गर्न सहयोग गर्दछ। तर यो राजसिक गुणलाई सठिक प्रयोग नगरे यसले मानिसलाई रावण बनाउँदछन्। सम्पत्ति जति नै थुपारे पनि सन्तोक नहुनु, अरूको सम्पत्तिमा रावणले जस्तै आँखा गाड्नु, अरूलाई दमन गर्न, क्रोध र अहङ्कार गर्न, स्वार्थी बन्नु, यी कामहरूले आफ्नो आयु पनि केही हदसम्म कम गराउँदछ। तामसिक गुण बेल पत्ताको दोस्रो पातले तामसिक गुणको सङ्केत गर्दछ। तामसिक गुणको काम प्राणीलाई रात्रिको विश्रामको समय मिठो निद्रा प्रदान गर्नु हो। राजसिक गुणले थकाएको शरीरलाई विश्रामको समय ऊर्जाले भरेर नयाँ स्फूर्ति र जोसले भर्नु हो। मिठो निन्द्राबाट बिउजन्दा शरीरमा नयाँ ताकतले भरेको हुन्छ, रोगहरू निको भएको हुन्छ। तर त्यो गुणलाई पनि सठिक प्रयोग नगरे यसले मान्छेलाई अल्छे, निजाङ्गारे, कुम्भकर्ण झै सुतुवा बनाउँछ। बेसी सुत्ने मान्छेको आयु छोटो र क्रोधी हुन्छ अनि टाउको दुखी बस्ने हुन्छ। अल्छे तिग्रे, स्वाद जिब्रे, उखान जस्तै हुन्छ। सात्विक गुण बेल पत्ताको तेस्रो पातले सात्विक गुणको सङ्केत गर्दछ। सात्विक गुणले सर्वप्रथम सबैले जानेको सात्विक आहार हो। हाम्रो शुद्ध मन, पवित्र विचारहरू, धर्म, कर्म, त्याग, बलिदान अनि सत्य र मिठो बोली पनि बुझाउँछ।
सात्विक गुणले दान दक्षिणा जस्ता पुण्य कर्म गराउँदछ। सात्विक गुण नभइकन साधकले भक्ति प्रेम नै गर्न सक्दैन। राजसिक र तामसिक गुणले गरेको भक्ति र प्रेम स्वार्थी हुन्छ भने सात्विक गुणले गरेको प्रेम र भक्ति निस्वार्थ हुन्छ। विभीषण जसको सात्विक विचारले आफ्नो दाजुले रावणले ध्वंस पारेको लङ्काको अस्तित्व बचाएर राख्नमा सफल बने। राजसिक र तामसिक गुण सठिक प्रयोग गरे सात्विक गुणले सजिलै लक्ष्य प्राप्त गर्न सक्छ। यी तीनै गुणको सठिक प्रयोग गरे मात्र मुक्ति प्राप्त गर्न सकिन्छ। त्यसर्थ यो तीनैवटा गुणलाई सठिकसँग चलाउन सकौँ भनेर भोलेनाथलाई बेलको पात चढाएको हो। धन्यवाद। हर हर महादेव। समस्त लोकः सुखिनो भवन्तु।